गरेर के गर्ने। नमस्ते साथीहरू, तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ है। तपाईँहरूलाई सन्चै र ठिकठाक होला र म पनि एकदम सन्चै नै ठिकठाक छु भन्नुपर्छ है। तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ मान्छे हुनुहुन्छ भने छेउमा रहेको बेल आइकनलाई थिचेर अल नोटिफिकेसन गरेर मलाई सब्सक्राइब गरिदिनु होला है। अनि तपाईँहरूले चाहिँ आजको भ्लग चाहिँ कुन ठाउँदेखि र कहाँदेखिबाट हेर्दै हुनुहुन्छ त्यो पनि प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा दिँदै गर्नु होला है। आजको यो मेरो भ्लगको विषयवस्तु चाहिँ के रहेको छ भने साथीहरू, आज चाहिँ म सदस्यको मेलामा घुम्न जाँदैछु। आज लास्ट दिन रहेको छ है। सो म मात्रै नभएर विक्रम ममरामा जाँदैछौँ होइन। जाने क्रममा चाहिँ आजको भ्लग चाहिँ होइन के कस्तो बन्ने छ हजुरहरूले चाहिँ पुरै साथ दिनु है त। ल है त साथीहरू, हामीहरू चाहिँ अब लाग्दैछौँ है बाबुङ तर्फतिर है। सो मामा कतिको आज एक्साइटेड हुनुहुन्छ त मामा घुम्दाखेरि? ठिक है, ठिक है। ल मामा, आज मामा भान्जा भएर चाहिँ मजाले घुम्नुपर्छ है, घुम्नुपर्छ। है त साथीहरू, अहिले चाहिँ होइन हामीहरू चाहिँ ट्याक्क लाएर डब्लिङको पहिर आइसकेको है, हेर्न सक्नुहुन्छ। ल अहिले चाहिँ कत्रो छ हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ वर्षमा एकचोटि चाहिँ हरेक वर्ष एकचोटि चाहिँ पहिरो गएकै हुन्छ कि साथीहरू। यो बाटो चाहिँ यस्तो खतम छ होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ बाटोको हालत कस्तो छ होइन। र यहाँबाट जस्तो कि बाई चान्स धेरै मिस्टेकले चाहिँ यताउति खसन सिधैमा छ हिँड्दै माथि तर साथीहरू अहिले चाहिँ होइन हामीहरू चाहिँ ट्याक्क यो कोरिडोर जाने बाटोतिर आइसकेको छौँ है। सो हेर्न सक्नुहुन्छ यताबाट चाहिँ त्यत्रो टिप्परहरू चाहिँ अब टिप्परले यस्तो धुलो खुवाउँछ साथीहरू। उता पारिबाट टिप्पर आएको छ हेर्न सक्नुहुन्छ होइन। गरम साथीहरू, यो पारी चाहिँ होइन, यो बाटो चाहिँ तपाईँले त पारी देख्नुहुन्छ नि, यो बाटो चाहिँ उसमा काठमाडौँ हरेक ठाउँबाट जोडिने बाटो हो कि। अनि उताको पारी चाहिँ उता पारीको चाहिँ बेनी है, सुन्न सक्नुहुन्छ। अहिले चाहिँ होइन हामीहरू चाहिँ गोल्डन ब्रिजको पुल भन्छ मुनि छौँ है साथीहरू। ल है त साथीहरू, 1400को मेला हेर्न आइसक्यो। यसो हेर्न सक्नुहुन्छ 1400को मेलाको माहौल। यसो हेरौँ ल है त साथीहरू, अहिले चाहिँ ट्याक्क यो बाला पसलमा आएर चाहिँ मैले ट्याक्क मेरो उनीले चाहिँ ट्याक्क उनको नामको बाला बनाएर चाहिँ ल्याइदिनु छ। मेरो बाला चाहिँ ट्याक्क लाएर फाइनल्ली त्यस्तो बन्दैछ है। र है त साथीहरू, यहाँ चाहिँ विक्रम मामा चाहिँ एउटा गेम खेल्दै हुनुहुन्छ कि। त्यो गेम चाहिँ के हो भने होइन, ट्याक्क हेर्न सक्नुहुन्छ। यहाँ विक्रम मामाले यो रोल खन्ने अनि त्यहाँ पऱ्यो भने चाहिँ मामाले पैसा पाउने, यदि परेन भने चाहिँ त्यस्तै हो। ल है विक्रम मामा, राम्रोसँग ल मामा मामा ल है ल मामा ल सुन है। हामीहरू चाहिँ ट्याक्क अब यो भिडभाडमा जान्छौँ होइन। ट्याक्क हेर्न सक्नुहुन्छ यतापट्टिको भिडभाड। थ्याङ्क यू यार आमा। ल हेरौँ साथीहरू यतापट्टिको माहौल हेर्न सक्नुहुनेछ। आमा आज लास्टको दिन पनि यस्तो घुर्चो छ कि साथीहरू, हेर्नु न ट्याक्क लाएर हिँड्नु त घुर्चो आमामा। ओहो साथीहरू, आमा घुर्चो हिँड्नु त आमामा तेरिका घुर्चो आमा हिँड्नु त के छ आराम हिँड्छ। ल ल एक्लै हान्नुभएको गोपाल दाइ त्यहीँ छ, भर्खर चाहिँ हिँड्नुहुन्छ अरे। ए बहिनी आमा घुर्चो आमा हात दिँदै हराउनु लिएर तेर गएर त्यही सानो मान्छे हराउने लास्ट खतम हुन्छ नि साथीहरू। म तपाईँको सब्सक्राइबर लाइक गरिछु, भिडियोमा कमेन्ट गरिछु, सब्सक्राइब गरिछु। तपाईँको नाम बिबी किशोरी हो। अनि उहाँ चाहिँ को तिम्रो? ड्याडी। ड्याडी अच्छा। अनि अर्को उहाँ चाहिँ छामा। छामा ए अनि तिनवटा मात्रै हान्नुभएको? यस्तो चैते दसैँको अवसरमा यस्तो महोत्सव हेरौँ भनेर आयो। ठिकै छ, एकदम रमाइलो छ। हेलो के छ? फेरि देख्न पर्ने है। ए दाजु के छ सन्चै? अरे हुन्छ ठिकै छ त यार, पेपर राम्रो आएको तिमी सिरियस परेर होइन त्यही दिन देखिरहन्छु मैले। साथीहरूमा चाहिँ ट्याक्क यहाँ बाटो आउने क्रममा चाहिँ यहाँ भाइहरूसँग भेट भएको छ है। सो आइएम भेरी ह्याप्पी है।
भाइहरूको घर मेरो हलन्ची तिम्रो नि भाइ मेरो हस्पिटल रोड ए अनि नाम के तिम्रो तरुण घरती मगर यता भाइको नाम लप्सन बोखरा घर कता घर तारा होला तिम्रो मुलपानी तिमीहरूले मैले मेरो युट्युब च्यानल सब्सक्राइब गरेको छ कि नै गर्छ के होइन गरिछौँ भन्छ नि अरू नाम नसोध न ए गर्छेनौ बिबी किशोरी बिबी किशोरी मल पकेट हालिछौ छैन घरै छ क्या यिनले तिम्रो छ नेट छ ल भर्खरै ल मोल हालिकिन क्या मेरो छ घर होला ए ल अब म नहालेको भए बिबी किशोरी छ होइन ल त्यति गर है नाम के भन्यो अरे तरुण तरुण को सब्सक्राइब गरिसकेपछि कमेन्टमा चाहिँ तरुण भनेर चाहिँ कमेन्ट गर है किनकि थाहा हुन्छ कि तिमीले मलाई सब्सक्राइब गर भनेर अनि तिम्रो नाम के अरे लप्सन अप्सन होइन लप्सन लप्सन ए लप्सन भनेर पनि कमेन्ट गर है त मलाई थाहा हुन्छ नि त है ल खुसी लाग्यो है त साथीहरू यहाँ चाहिँ होइन यस्तो गेम रहेछ कि त्यो बलले चाहिँ त्यो 6वटा गिलासलाई ढाल्नु पर्दो रहेछ है गेम चाहिँ यस्तो रहेछ साथीहरू ट्याक्क एकै चोटमा चाहिँ 6वटा गिलास ढाल्यो भने 100 रुपियाँ चाहिँ 500 रुपियाँले आउनु भयो है साथीहरू अब चाहिँ हामीहरू पुल पारी चाहिँ गइन्छ है घुम्न आज 1400को लास्ट दिनमा हेर्नु न लास्ट दिन भए पनि केही पनि भिडभाड आमा सुरु दिनको भन्दा पनि अब सुरु दिनमा चाहिँ पहिलो दिउँसो चाहिँ के कस्तो थियो थाहा भएन है तर बेलुका चाहिँ यस्तो प्याक थियो कि आमा पुरै नगर्नु त है माई गड साथीहरू यहाँबाट चाहिँ बाउलुङ बजारको भ्यू यस्तो मजाले खुलेको छ कि पुरै चारैतिरबाट यस्तो मजाले देखिन्छ कि एउटा चाहिँ गाइज हेर्न सक्नुहुन्छ बाउलुङ बजारको भ्यू बाउलुङ बजार हेर्नु त आमामा हेर्नु न क्या मिल्यो गएर आमा त्यो क्याम्पसतिर मात्रै अलि खुल्ला हो नत्र भए त पुरै घरै घरहरूले भरिएको सहर होइन त आमामा हामीहरू चाहिँ अहिले ग्यास लिएर हिँड्दैछौँ है साथीहरू माङ्गेश्वरको भन्दा यतापट्टि छौँ ओहो साथीहरू यो गृहलक्ष्मीको यो ग्यास किन्दाखेरि यति ठाउँमा सर्टेज भएर छ कि आमा यो गृहलक्ष्मी पाएन यति मुस्किल हुनेछ आमा पुरै नभन्नु त आमा त्यही यो शक्ति ग्यास भन्नुहुन्छ भने फेरि जतासुकै पाइने यो गृहलक्ष्मी चाहिँ त्यस्तो पाउनै मुस्किल के त्यही त साथीहरू अहिले चाहिँ होइन हामीहरू चाहिँ ट्याक्का लगाएर बाङ्गी चोरको यो मेलाको महोत्सवमा आइसक्यौँ है सो हेर्न सक्नुहुनेछ यतापट्टिको माहौल यतापट्टि हो अर्का साइड चाबै नहिँड्नुभयो अब अघि नि त हत्ते गरेर के गर्ने कहाँ जाम्ला मायालाई छोडेर कहाँ जाम्ला लैजाम्ला सँगै जहाँ जाम्ला
कमल खत्रीले पनि गीत गाइसकिसक्यो है। अहिले चाहिँ 12 बजिसक्यो होइन। अब मान्छेहरू चाहिँ जाने तयारीमा छन् है साथीहरू। अब चाहिँ मान्छेहरू हिँड्ने तयारी भइसकेको छ। सो अहिले 12 बजिसक्यो होइन। फेरि गीत गाउँदैछ यार। ल है त साथीहरू, म चाहिँ कमल खत्री र अन्य कलाकारहरूसँग फोटो खिच्नको लागि चाहिँ यसरी लाइन बाई लाइनमा बसेको छु, हेर्न सक्नुहुनेछ। अरू साथीहरूले पनि खिच्दै हुनुहुन्छ होइन। सो हेरौँ, उतापट्टि पनि कलाकारहरू पनि छन् होइन, उनीहरूसँग पनि खिचिन्छ, हेर्न सक्नुहुनेछ साथीहरू। ल है त साथीहरू, कमल खत्रीसँगदेखि लिएर अनि त्यो डाँडा गरे साइली दिमला माया तिमलाई हातैमा होइन भन्ने कलाकारसँग 3टा कलाकारसँग एकैचोटि फोटो खिच्न पाइयो यार साथीहरू। जस आई एम भेरी ह्याप्पी है। साथीहरू ट्याक्क लाएर है, मान्छेहरू पनि अब खाली खाली भइसके, मान्छेहरू पनि जान लागिसके, हेर्न सक्नुहुनेछ। ल हेरौँ साथीहरू, सबै मान्छे खाली भइसके। सो अब हामीहरू घर लागिन्छ है त। ल है त साथीहरू, अब चाहिँ हामीहरू 12 बजेर 15 मिनट भइसक्यो है। सो अब चाहिँ हामीहरू ट्याक्क लाएर अब घर गइन्छ है त। ल है त साथीहरू, अहिले चाहिँ होइन हामीहरू चाहिँ 1400को मेला मानेर होइन, सो फाइनली अहिले चाहिँ घर आइसक्यो है। सो आज चाहिँ होइन 1400को मेलामा चाहिँ खासै इन्ट्रेस्टिङ चाहिँ थिएन होला, तर मलाई जहाँसम्म लाग्छ हजुरलाई इन्ट्रेस्टिङ लाग्यो होला है। 1400मा घुमियो होइन, अनि हाम्रो त्यो आमाहरूको त्यो सिलिन्डरको त्यो सामान बोकियो, बेलुका बेलुका नाइटमा 12 साढे 12 बजीसम्म वहीँ बस्यौँ। कमल खत्री प्लस अरू कलाकारहरूले पनि गीत गाएको देख्यौँ होइन। तर होइन तपाईँहरूलाई के कस्तो लाग्यो होइन आजको भ्लग होइन। आजको भ्लग चाहिँ खासमा भन्नुपर्दा के कस्तो थियो होइन, सुझाव सल्लाह दिँदै गर्नु होला, कस्तो थियो प्रतिक्रिया दिँदै गर्नु होला है। सो अहिले चाहिँ हामीहरू घर चाहिँ 1:30 बजी आइसक्यौँ है। र यति आजको भ्लग साँच्चै के मन पऱ्यो म होइन, लाइक कमेन्ट सेयर गरिदिनु होला है। त्यही हो, अब चाहिँ म यति नै भन्दै आजको भ्लगबाट बिदा हुन्छु है त।